फाइनली सकियो आजको काम चाहिँ। यस्तो भोक लागिसक्यो कि किसानको जिन्दगी यस्तै छ। लास्टै गाह्रो छ हौ किसानको जिन्दगी। बिजनेसम्यानको छोरो बिजनेसम्यान, ड्राइभरको छोरो ड्राइभर, टिचरको छोरा टिचर, होइन त्यस्तै भने जस्तो किसानको छोरा किसानै हो। तर किसान बिना केही पनि छैन यो देशमा, देश होइन विश्वमा केही छैन। त्यही भएर किसानलाई चाहिँ सबभन्दा माथि उच्च राख्यो भने चाहिँ समृद्धि विकास हुनलाई केही गाह्रै छैन। जन्मेदेखि मरणसम्म किसानले खेती नै गरेर उनीहरूको जीविका पालन गर्छ। तर कहिले पनि किसान उमलाएको छैन है। ल नेपालमा नेपालको अवस्थामा चाहिँ किसानले उत्पादन गरेको उब्जनी तरकारीहरू यताउता बिजनेसम्यानले सदुपयोग गरिदिएको भए बाहिरबाट आयात नगरिकन नेपालकै गोलभेडाको सिजनमा गोलभेडा ल्याएर सस बनाउने क्वालिटीको, किन भन्दा अब ट्रेनिङ दिएको नगरहरूले वडाहरूले ट्रेनिङ दिएको अब अनुसारले त त्यो केचप त कसैले पनि खाँदैन। त्यो पनि हो नि त, ब्रान्डिङ भन्ने कुरो पनि त हुन्छ नि। त्यही भएर नगर वडा प्रदेश, अब प्रदेश संसद यताउता त्यो त छँदै छ। नगर र वडाले पहल गरेर एउटा क्षेत्रमा एउटा कल कारखाना खेतीयोग्य, अब जस्तै अब यहाँ हाम्रो काभ्रे क्षेत्रमा त मेन त खेतीयोग्य जमिन बढी छ, त्यस्तै अरू अरू ठाउँमा पनि हुन्छ। त्यही भएर खेतीयोग्य जमिन भएको ठाउँमा चाहिँ किसानले उब्जनी गरेको तरकारी होस् जेसुकै होस् त्यो चाहिँ कहिले खेर जानु भएन र त्यसले उचित मूल्य पायो भने चाहिँ किसानले यो माटो त कहिले छोड्दैन। झन् बढी जस्तो हामी जस्तो युवा पनि विदेश जान बाध्य हुँदैन र आफ्नै खेतबारीमा रगत पसिना बगाएर उब्जनी गरेर आफ्नो सपना पुरा गर्न सक्छ। त्यतिसम्म चाहिँ बनाउनु पर्छ यो सरकारले भन्ने आम जनताको भनाइ छ, अथवा मेरो पनि भनाइ छ। किनभने हामी जस्तो युवाको त अब दिमागमै विदेश 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 भनेर लेखेको के अरे सोचेको हुन्छ, अथवा मै पनि इन्क्लुडेड र म जस्ता धेरै पनि छन्। यदि किसानमै अब जस्तै हाम्रो आलुको भाउ, हाम्रो 3 बाली हुन्छ, मकै धान आलु तरकारी जे रोपे पनि त्यसको चाहिँ उचित मूल्य पाउनु पऱ्यो। र अब कि क्षेत्र छुट्याइदिनु पऱ्यो सरकारद्वारा, यो क्षेत्रमा चाहिँ यो लगाउने है, यो सिजनमा यो लगाउने यसको चाहिँ यति मूल्य आउँछ भनेर हो त्यो तोक्नु पऱ्यो। प्राइभेट सेक्टरले गर्दाखेरि यो अब किसानीलाई चाहिँ धेरै मारमा परेको छ मेन टार्गेट। किनभने त अब आलुको हाम्रो त्यत्रो परिकार बन्छ, गोलभेडाको त्यत्रो परिकार बन्छ, त्यही मेन तिनीहरू नै हामीले कुहाएर फाल्नुपर्छ भने के अर्थ होइन। किसानी गरेर खेतीपाती गरेर कुनै पनि उचित मूल्य नपाएपछि त विदेशी नै बाध्य हुन्छ। एक घरमा एकजना विदेश नगएको कोही पनि छैन यो हाम्रो देशमा त नभनौँ। अब मैले नै उता हेर्दाखेरि हाम्रो गाउँमा पनि त्यस्तो छ ल स्थिति होइन। ऊ बेला 20 रोपनी 25 रोपनी कमाउने मान्छेहरूले अहिले आफ्नो 1 रोपनी पनि गर्न सकेका छैन। किन? कारण त्यही हो, मूल्य नपाएर। मूल्य वृद्धि हुनु पऱ्यो होइन। ट्याक्स तिर्नलाई रेडी किसानी, तर त्यो ट्याक्स तिरे अनुसारले हामीले उचित मूल्य पाउनु पऱ्यो नि त। हाम्रो किलोको अहिले 10-12 रुपियाँमा बेच्दाखेरि त के नै हाम्रो मूल्य आएर होइन, कम्ता गाह्रो छ किसानलाई। जन्मदेखि मरणसम्म किसानले माटो छोड्दैन क्या, यति चाहिँ हो। तर उचित मूल्य पायो भने त हामी जस्तो युवाहरूले पनि त कृषिलाई नै मेन आफ्नो बिजनेस व्यापार नै ठानेर कतै नगइकन आफ्नो देशमा रगत पसिना बगाउँछ भन्ने भनाइ हो खासमा होइन। त्यो प्राइभेट सेक्टरले गर्दा बिगारेको खासमा। सिसीको सस्ती त्यस्तो महँगो 120-130 तिरेर खान्छन्। अब 50 रुपियाँ बोतलमा अब त्यो त केचपले बनाएको, त्यो चाहिँ गुणस्तरीय हुँदैन। कि त गुणस्तरीय बनाउन सक्नु पऱ्यो हाम्रो पनि होइन। अब बाहिरबाट आयात घटाउनु पऱ्यो, त्यस्तो हो। अब यस्तै छ किसानीको जिन्दगी, गाह्रो छ, लास्टै गाह्रो छ। अझै सकेको छैन, जति गरे पनि सकिँदैन। सबभन्दा गाह्रो काम यही हो, मलाई त त्यस्तो लाग्छ। त्यही भएर अब आत्मनिर्भर हुनु छ भने सुरुमा चाहिँ किसानलाई प्रायोरिटी दिनु पऱ्यो। जुनसुकै देशमा पनि किसानलाई प्रायोरिटी दिएपछि देश आफै धनी हुन्छ। किनभने बाहिर कोही पनि जाँदैन, नेपालीहरू आफ्नो देशमा रगत पसिना बगाउँछन्, उब्जनी गर्छन्, बेच्छन्, उचित मूल्य पायो भने खुसी हुन्छन्, घर बनाउँछन्, आफ्नो सपना पुरा गर्छन्। किसानी गरेर घर गाडी चढ्न सक्नु पऱ्यो कि आफ्नो सपना पुरा गर्न सक्नु पऱ्यो मेन कुरो। तब मात्र हो किसानी देश भनेर अब कृषि सहर 5 खाल नगर भने जस्तो त्यस्तो भन्न बल्ल सुहाउँछ। मेन कुरो त्यो हो। किसानलाई जहाँ पनि किसानलाई मार्छ होइन। यस्तै छ, आफ्नो तरकारी भएको बेला 5 रुपियाँ 10 रुपियाँ 20 रुपियाँ किलो बेच्नुपर्छ,
नभएको बेला त्यही 120 130 किलोको किनेर खानुपर्छ। गाह्रो छ नि, गाह्रो। त्यही हो, अरू त केही छैन खासै, यस्तै छ। अब हामी जस्तो युवा नेपालमै बस्ने हो भने चाहिँ त्यही हो, उचित मूल्य हुनुपऱ्यो। कहिले पनि घटबड नहुने हिसाबमा दर सरकारद्वारै हुनुपऱ्यो होइन, तोक्नु पऱ्यो। प्राइभेट सेक्टरभन्दा पनि सुरुमा किसानलाई सरकारद्वारा हेर्नुपऱ्यो कि प्राइभेट सेक्टरले जति पनि दिन्छ यताउता उचित मूल्य चाहिँ अब सरकारले तोकेर नगरेर वडालाई जिम्मा दिनुपर्छ कि हरेक, तब मात्र भन्छ कि। गाह्रो छ नि, यस्तै छ गाउँघरको कहानी। हरेक ठाउँको कहानी हो। अझै हाम्रो ठाउँमा चाहिँ गाडी मोटर यताउता जान्छ त बोक्नु पर्ने ठाउँमा कति गाह्रो होला होइन। अब त्यस्तो खासै म त गएको छैन त्यस्तो ठाउँमा चाहिँ, तर कोही कोही त कति टाढा हुन्छ, आफ्नो खेत नभएर अर्का खेत कमाएको हुन्छ, कम्ता गाह्रो हुन्छ। त्यो सबैको लागि सोच्नुपर्छ। सरकार भएपछि सरकारलाई कसरी ट्याक्स बढी आउँछ, रेभेन्यू बढी आउँछ भनेर त्यता मात्र सोचेर पनि भएन। आफ्नो देशको जनतालाई पहिला हेर्नु पऱ्यो नि त। मेन त प्राथमिकता किसानलाई राख्नु पऱ्यो नि त। किसानलाई राखेपछि बल्ल किसानले उब्जनी गरेर हामीले यताबाट चाहिँ निर्यात गर्नु पऱ्यो आयातभन्दा बढी, तब भन्छ नि त। आफ्नो देशमा त्यत्रो जग्गा जमिन खाली छ, अब अर्काको देशबाट आयात गरेर पनि हुँदैन त। अब पाहाडमा फल्ने हिमालमा फल्दैन, हिमालमा फल्ने पाहाडमा फल्दैन। अब त्यही अनुसारले मिक्सम्याक्स गरेर क्षेत्र अनुसार छुट्याएर कुन बाली कतिखेर लाउने, कहाँ के बाली लाउने, कति पर्सेन्ट कुन बाली लाउने हो त्यो आधार छुट्याएर ट्याक्क लगाएर दियो भने त तब बन्छ कि। हरेक किसानको मुहारमा चाहिँ बल्ल आशा आउँछ। आज 5 रुपियाँ किलोमा बेचेको छ, भोलि 200 रुपियाँ किलोमा किनेर खानुपर्छ। त्यो गरेर त कहाँ साध्य हुन्छ त। गाह्रो छ। वर्षभरको मेहनतमा सुको सेन्टी पनि बच्दैन किसानलाई, किनभने त खाना लाउनलाई पुग्दैन। खाना लाउन धाउँदा हुन्छ खेती गरेर, अर्का खेत कमाएर अझ कुद तिर्नुपर्छ, यताउता ट्र्याक्टर यताउता, लास्टै गाह्रो छ किसान। हामी जस्तो के अरे निम्न वर्ग के अरे बिचको वर्गलाई त यस्तो गाह्रो छ भने झन् निम्न वर्गकोलाई कति गाह्रो होला। उच्च वर्गकोले त अब खेती किसानी प्रायः गर्दैनन्, गाह्रो छ। गर्न त गर्छन्, अब ठाउँ अनुसारले हुन्छ। कोहीले त अहिलेसम्म नछोएको पनि हुन्छ नि त। त्यही भएर यस्तै हो किसानीको कहानी। मैले उहिले पनि एउटा बनाएको थिएँ किसानको गति भनेर, त्यसमा मैले एउटा ठ्याक्कै राखेको थिएँ कि त्यो ठ्याक्कै मिल्न गयो अहिले आलुको। अहिले यसपालि आलुको अब किन बाउ के अरे मल बिउ औषधि यताउता सरेर राखेर लास्टमा बेच्ने बेला त्यो तिर्ने पनि जुन त्यो हामीले पहिला लगानी गरेको त्यो तिर्ने पनि के अरे उत्पादन त हुन्छ कि आम्दानी हुँदैन कि बिक्री भएर। यस्तो अवस्था छ नेपालको, हाम्रो समाजको। अनि कसले जिम्मेवारी लिन्छ त? सरकारले त जिम्मेवारी लिनुपर्ने कुरोको त। कृषि मन्त्रालय भयो के काम, कृषि शाखा भएको के काम होइन। जब त्यो बिउ मात्र दिएर काम छैन, त्यही पनि त्यो अनुदानको यताउता गरेर आफ्नै मान्छेलाई पार्ने मात्र। निष्पक्ष रूपमा गर्नु पऱ्यो त्यो कुरा पनि, तब बन्छ क्या देश। कसलाई के चाहिएको छ, अब जस्तै हाम्रो 20 रोपनी जग्गा छ, हामीले कमाएको छैन भने अर्को 20 रोपनी जग्गा कमाउने मान्छे त्यसलाई दिनु पऱ्यो नि त अनुदान त। किनभने त जसको जग्गा धनीलाई दिएर काम छैन नि त, जग्गा धनीले गरे भए पो हो भन्दा। त्यो सबै निष्पक्ष रूपमा छानबिन गरेर बल्ल अनुदान दिनु उचित हुन्छ कि। अब वडामा गयो, वडाको आफ्ना मान्छेलाई, नगर गयो नगरको आफ्ना मान्छेलाई, अझै यो गाउँघरतिर त कसैलाई थाहा पनि दिँदैन अनुदान यो आछ ऊ आछ भनेर, त्यस्तो हुन्छ कि। अनि त्यो त किन्नु पऱ्यो अब चाहिएपछि त। आजभोलि त हाते ट्र्याक्टर, सानो ट्र्याक्टर त घरमा जसको पनि छ। त्यस्तो हुन्छ, गाह्रो छ। अब आम्दानी कम, खर्च ज्यादा। त्यही भएर किसान कहिले पनि उमा नलागेको कारण चाहिँ यही हो। यस्तो अब यहाँ हाम्रो काठमाडौँबाट यहाँ कति नै छ अरे, ल 45 किलोमिटर त अनि 5 खाल। यस्तो 5 खालको अवस्था यस्तो छ भनेपछि अरूको त कुरै छोडिदिउँ न। यस्तै छ जिन्दगी, अब किसानको जिन्दगी। र यति नै भन्दै अब आजको म भ्लग चाहिँ यहीँ टुङ्गाउन चाहन्छु। अलिअलि सन्देशमूलक पनि भयो होइन। गाह्रो छ किसानलाई भन्ने कुरो मात्रै हो। जे गरे पनि गाह्रो छ, जसलाई पनि गाह्रो छ। तर मेन चाहिँ अब किसानै हो नि त। देशको ढुकुटी जम्मा गर्ने त किसानले हो नि त। मेन त किसानले नगरिकन काहीँ न चामल न के भने जस्तो त्यही त हो नि।
त्यस्तै हो। मेन त त्यही भएर किसानलाई प्राथमिकता राखेर किसानलाई मेन फोकस गर्नु पऱ्यो कि तब भन्छ कि अब सबै कुरो। ल यति भन्दै आजको म ब्लग भिडियो सन्देशमूलक जे भयो भने यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद सबैजनालाई अहिलेसम्म मलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूलाई के कस्तो लाग्यो मेरो कुराकानी कमेन्ट गर्न नभुल्नु होला। हस्त धन्यवाद।